तपाईले खसीलाई के गर्नु भएको? फेरन लभली लगाइदिनु यसो अलिक राम्रो होस् भनेर हजुर लाउनु भएको? कस्तो खालको हौ कस्तो हो दाइ यो फ्रेम लौडी भनेको? फेरन लभली भनेको यो हाम्रो घरेलु एकपल्ट लगाएपछि अर्कोचोटि लगाउनै पर्दैन फेरि आयुर्वेदिक होइन अनि दाइलाई बनाउन आउँछ नि मासु? हो क्या ए आउँछ मासु बनाउन आउँछ नि मासु बनाउनु कि मासु काट्न मासु काट्न बनाउन सबै आउँछ यहाँ हेर्नु मुसहरू जस्तै बसिराख्नु भएको छ उहाँ डोम हो कि मुसर हो थाहा छैन। टाउको त कालै बनाएको कसले? अनि दाइ यसलाई त नुहाइ धुवाइ गरिदिनु भयो त? अनि फेरन लगाएपछि अनि गरिदिनु पर्दैन त अनि उठाउनु खसी उठाउनु त उठाउनु न त अनि न नमस्ते नमस्ते हामी इटरीबाट हो इटरीबाट दाइ खाना खानुभयो दाइ? खाइसकेको अब भरे यसको के गर्ने? यसको अब भरे भुटन भुटन गर्ने हो अनि यसो दाजुभाइ मिलेर बस्ने हो अरू चट्टसँगले अलिअलि यसो स्वास खाने हो हो रमाइलो गर्ने हो हो। बिदाबारी हजुर गर्ने हो ए ठिक छ दाइ ठिक छ तर मासुको त भुटन खानै पर्ने है दाइ? कति दाँत रे? 16 दाँतको गाई चाहिँ तपाईँहरूले सुन्नुभएको छ अहिलेसम्म 16 दाँत के 16 दाँत हुने खसी रे हेर्नुहोस् हाम्रो यहाँ 16 दाँतको खसी काट्दैछ है।